This match अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड वर्ल्ड कप सेमिफाइनल। अब यो वर्ल्ड कप सुरु हुँदा कुनै पनि कोही पनि फ्यानहरूलाई लागेको थिएन होला कि अर्जेन्टिनाले यहाँसम्म फाइनलसम्म पुग्छ भनेर। इभन एज अ मी अर्जेन्टिना फ्यान मलाई लाग्दैन थियो कि अर्जेन्टिना यो टिमसँग त्यही हङ्गर छ होला जुन लास्ट टाइम थियो। यो टिमले त्यही खाले पर्फर्म गर्छ होला, स्पेसल्ली मेसीले यो लेभलको पर्फर्मेन्स फेरि पनि यो वर्ल्ड कपमा दिन्छ, सिङ्गल ह्यान्डेडली अर्जेन्टिनालाई यस्तो सपोर्ट दिन्छ भनेर मैले सोचेको पनि थिइनँ। अब यो ट्याक्टिकल यो सबै कुरा गेम प्लानको कुरा छोडिदिउँ एकछिनको लागि। प्योर जुन हामी क्लब फुटबलमा देख्दैनौँ नि जुन तरिकाको स्टोरीहरू बिल्डअप हुन्छ वर्ल्ड कपको लागि, जे क्लब फुटबलमा हुँदैन त्यो ठ्याक्कै चाहिँ यो वर्ल्ड कपमा हुन्छ। अब यो वर्ल्ड कप सुरु भयो, ग्रुप स्टेजमा अर्जेन्टिनाले राम्रै पर्फर्म गरिरहेको थियो र त्यसपछि नकआउट स्टेज सुरु भइसक्दाखेरि के थियो भने सबै फ्यान बेसहरूमा चाहिँ अर्जेन्टिनालाई सजिलो अपोनेन्ट मिल्यो, अर्जेन्टिनाको यस्तो छ यो छ त्यो छ भन्ने कुराहरू एकदमै धेरै आइरहेको थियो। त्यसपछि अर्जेन्टिना भर्सेस केप भर्डेको म्याच भयो, नकआउट राउन्ड सुरु भयो राउन्ड अफ 32मा। अब त्यति बेला यस्तो इजी अपोनेन्ट अर्जेन्टिनालाई भनेर सबैलाई लागेको थियो, इभन अर्जेन्टिना फ्यानहरूलाई पनि लागेको थियो यो कुरा केप भर्डेलाई त निकालिदिन्छ अर्जेन्टिनाले भन्ने। तर जुन तरिकाको पर्फर्मेन्स केप भर्डेले दियो त्यो कसैले पनि सोचेको थिएन होला, नट इभन अर्जेन्टिनाकै टिमले पनि। तर वर्ल्ड कप भनेकै नि त्यही हो क्या। वर्ल्ड कप किन स्पेसल छ भन्दाखेरि त्यसमा कुनै पनि टिम क्वालिफाई भएर आइसकेपछि स्पेसली नकआउट राउन्डमा त्यो टिमले यति सजिलै लेट डाउन गर्दैन उनीहरूको फ्यान बेसलाई, उनीहरूको कन्ट्रीलाई। किनभने जब कुनै एउटा सानो कन्ट्री एउटा बिग नेसन फुटबलिङ नेसन जस्तै कि अर्जेन्टिनाको अगेन्स्टमा खेल्दैछ, जो चाहिँ डिफेन्डिङ च्याम्पियन्स पनि हो, 3 टाइम विनर्स हो, उनीहरूसँग होल टाइम उनीहरू त्यही कुराको लागि प्रिपेयर गरेर बसेको हुन्छ, त्यो एउटा सानो मोमेन्टको लागि एउटा म्याचको लागि हो। त्यही गरेर जस्तो तरिकाको पर्फर्मेन्स के भर्डेले अर्जेन्टिनाको अगेन्स्टमा निकालेको थियो त्यो एकदमै पर्फेक्ट थियो। सबैजनाले यो कुरालाई चाहिँ अप्रिसिएट गर्नुपर्छ। एउटा त्यस्तो कन्ट्री जसको पपुलेसन त्यति थोरै छ, जसको चाहिँ त्यो जुन फुटबलिङ वाइज कुराहरू थियो त्यो थिएन, छैन, अझै पनि थोरै छ कति कन्ट्रीको कम्पेरिजनमा। र त्यस्तो कन्ट्रीले अर्जेन्टिना जस्तो टिमलाई त्यो टक्कर दिएर अलमोस्ट निकालिदिनै सकेको थियो। र केप भर्डे टुर्नामेन्टभरि अनबिटन रह्यो, जुन 90 मिनट्स टाइम हुन्छ त्यसमा, र त्यो गरेर अर्जेन्टिनाको म्याच सक्यो। त्यसले गर्दाखेरि अर्जेन्टिना फ्यान बेसमा ला अर्जेन्टिनाले के खेलेको यस्तो पर्फर्म गर भन्दा अर्को राउन्डमा निक्लिन्छ होला भन्ने कुरा थियो। तर अर्को अपोनेन्ट थियो इजिप्ट। अब इजिप्ट भन्ने बित्तिकै धेरैजनालाई इजिप्ट त हो, इजिप्टलाई त यसो त्यसो गरेर निकाल्छ होला भन्ने थियो। तर पनि जब इजिप्टले 2 गोल हान्यो, त्यो थर्ड गोल पनि सेकेन्ड गोल पनि भएको थियो, टोटल 3 गोल, एउटा अफसाइडमा भएको भए त अर्जेन्टिना फ्यान कुनै पनि अर्जेन्टिना फ्यानलाई लागेको थिएन होला कि त्यहाँबाट अर्जेन्टिनाले त्यो म्याच जित्छ भनेर। त्यस्तो थियो क्या सिचुएसन। अब यो के कुरालाई भन्नु कि अर्जेन्टिनाले यो गर्यो त्यो गर्यो, रेफ्री किनो फल गरेर खेल्छ यस्तो गर्छ भनेर। इफ कोही पनि यो भिडियो हेर्ने मान्छे क्लब फुटबललाई फलो गर्नुहुन्छ, क्लब फुटबल हेर्नुहुन्छ भने त्यो फलहरू एकदमै कमन फलहरू भइरहेको हुन्छ क्या। र जति पनि फलहरू हुन्छ त्यो सबै फललाई ट्याकलहरू हुन्छ, जति पनि इन्टरसेप्सनहरू हुन्छ म्याचमा, त्यो सबै कुराको लागि म्याच रोक्न सकिँदैन। सबै कुरामा म्याच रोक्थ्यो भने त धेरै लामो टाइम हुन्छ र रेफ्रीहरूले भिआरहरूले त्यो कुरालाई ठ्याक्क कुन कुरालाई रोक्नुपर्ने कुन कुरालाई नरोक्नु पर्ने त्यो अनुसारले हेर्छन्। र कहिलेकाहीँ त्यहाँ पनि मिस्टेक हुन्छ, सबै 100% राइट हुन्छ भन्ने हुँदैन, कति कन्ट्रोभर्सियल डिसिजनहरू हुन्छ। तर यो सबै कुरा फुटबलमै पर्छ, हामीले यो कुरालाई एक्सेप्ट गर्नुपर्छ, अगाडि बढ्नुपर्छ। र इजिप्टको म्याचमा जब 2-0 डाउन थियो अर्जेन्टिना, कसैलाई पनि त्यो लागेको थिएन, किनभने अर्जेन्टिना अहिलेसम्म त्यो 2-0 डाउनबाट, त्यो 2-0 डिफिसिटबाट म्याच निकालेको छैन, सायद एकदमै कमै हुन्छ यो। तर यो कुरा कहाँ कम हुँदैन भन्दा क्लब फुटबलमा जुन रियल मड्रिडले गर्छ। रियल मड्रिडको फ्यानहरूलाई थाहा छ यो कुरा कि च्याम्पियन्स लिगमा रियल मड्रिडले कस्तो पर्फर्म गरेर कस्तो म्याचलाई कस्तो टर्न अराउन्ड गरेर जित्ने गर्छन् भनेर। र हामीले त्यो कमब्याक पनि देख्यौँ 2-0बाट 3-2 इजिप्टसँग अर्जेन्टिनाको। र अब त्यो पनि जितिसकेपछि चाहिँ अर्को अपोनेन्ट थियो स्विजरल्यान्ड। अब स्विजरल्यान्ड, खास गरी स्विजरल्यान्डको म्याच चाहिँ कोलम्बियासँग थियो, जो जित्छ त्यो आउनुपर्ने थियो। अब त्यसमा कोलम्बियाले म्याच हार्यो, यहाँ अर्जेन्टिनाको केही पनि दोष छैन। तर धेरै फ्यानहरूलाई लाग्छ यो जति पनि छ अर्गनाइजेसनले चाहिँ अर्जेन्टिनालाई सजिलो अपोनेन्ट पारेको यो त्यो भन्ने कुरा आयो। र स्विजरल्यान्डले जे गर्यो त्यो फेरि एकदम दर्दनाक थियो।
स्विजरल्यान्डले पनि अलमोस्ट चाहिँ निकालिदिएको थियो भन्दा नि हुन्छ। इभन 1 मैन डाउन भएपछि स्विजरल्यान्डको एउटा प्लेयरले रेड कार्ड खाएर निक्लेपछि जुन त्यो रेड कार्ड पनि एकदम कन्ट्रोभर्सियल थियो, त्यो रेड कार्ड कसरी पायो त्यो प्लेयरले भन्ने कुरा थियो। अब इफ फुटबल फ्यान हो भने त त्यो कुरा बुझिसक्नुभयो तपाईँहरूले किन पायो, डाइभ गर्दा येलो कार्ड हुन्छ भन्ने कुरा थाहा छ होला। तर थाहा छैन भने चाहिँ प्लिज त्यो कुराको बारेमा थाहा पाउनु अनि मात्रै कुरा गर्नु होला। र त्यो म्याच पनि एकदम टाइटली अर्जेन्टिनाले निकाल्यो। र त्यसपछि स्विजरल्यान्ड पछि जुन क्वार्टर फाइनल पछि सेमी फाइनलमा इङ्ल्यान्डसँग थियो। अब सो फार दिस टुर्नामेन्टमा चाहिँ अर्जेन्टिनाले कुनै पनि एउटा बिग अपोनेन्टलाई फेस गरेको थिएन। तर अब अस्ट्रिया एउटा अलिकति राम्रो फुटबल खेल्ने नेसन हो, तर त्यस्तो बिग अपोनेन्ट भन्न चाहिँ मिल्दैन अस्ट्रियालाई। र इङ्ल्यान्डसँगको म्याच, अब इङ्ल्यान्डसँगको म्याच जुन आज भयो, यो म्याचमा मैले चाहिँ एकदम सरेन्डरै गरिसकेको थिएँ कि अगाडि नै पनि म्याचभन्दा अगाडि पनि कि अर्जेन्टिनाले म्याच चाहिँ निकाल्दैन होला अगेन्स्ट दिस इङ्ल्यान्ड, जसमा चाहिँ टप प्लेयरहरू छन्, जुन चाहिँ स्ट्राइकर ह्यारी केन, विङ्गर्स पनि यस्तो खतरा एन्टनी गॉर्डन, रासफोर्ड, मोर्गन रोजर्स र बेलिङगम, जुन चाहिँ एउटा मेरो पनि इभन आफ्नो एकदम राइभल क्लबको प्लेयर भएर पनि म एकदमै एप्रिसिएट गर्ने प्लेयर हो जुड बेलिङगम। र जुन तरिकाको म्याचेस भयो र यो इङ्ल्यान्ड र अर्जेन्टिनाको त हिस्ट्री नै पनि एकदमै कन्ट्रोभर्सियल छ, धेरै कुराहरू छ, पहिला यस्तो भएको उस्तो भएको भन्ने। र एक्ज्याक्ट 40 इयर्स अगो जुन क्वार्टर फाइनलमा अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको म्याच भएको थियो, त्यति बेला म्याराडोनाको पर्फर्मेन्स अगेन्स्ट इङ्ल्यान्ड र सेम स्कोर लाइनले आज पनि जित्नु, त्यो चाहिँ एकदमै धेरै राम्रो कुरा हो एज अ फुटबल फ्यान, म अर्जेन्टिना फ्यानको लागि। अनि 2-1 त्यतिखेर पनि अहिले पनि 2-1। र त्यो म्याचको देखि एउटा हुन्छ नि धेरै कन्ट्रोभर्सी नभने राइभलरी थियो, एकदमै खतरा, नट ओन्ली फुटबलिङ वाइज, पोलिटिकली त्यो वार भएको कुराहरू एन्ड अल त्यस्तो कुरा सबै। र त्यो म्याच जसमा चाहिँ अर्जेन्टिनाको लागि म्याराडोनाले एउटा एकदमै ब्रिलियन्ट गोल स्कोर गरेको थिए र अर्को गोल एउटा हातले स्कोर गरेको थिए, त्यो चाहिँ ह्यान्ड अफ गड भनेर त्यहाँदेखि म्याराडोनालाई चिनिन्छ पनि। र त्यो एकदम वर्ल्ड एउटा फुटबलिङ वर्ल्डमै टप मोमेन्ट्समा आउँछ त्यो कुरा। र त्यस्तो म्याच, त्योवाला जुन हिस्ट्री बोकेको छ यो टिम, दुईवटा टिमले, त्यो कुरा अब आज सेमी फाइनलमा पनि भएको थियो। अब सेमी फाइनलमा इङ्ल्यान्ड जस्तो टिम जसमा चाहिँ एकदमै राम्रो क्वालिटीको प्लेयर छन्, जसले पनि राम्रो खेले, 80 मिनटसम्म उनीहरूको राम्रो फुटबल थियो। र जब फर्स्ट गोल कन्सिड गर्यो, इक्वलाइजिङ गोल कन्सिड गर्यो इङ्ल्यान्डले, इक्वलाइजिङ गोल भन्दै अगाडि नै पनि जब त्यो एक गोल लागिसकेपछि उनीहरू जसरी लो ब्लकमा बसेको थियो, अब डिफेन्ड गर्छौँ हामी भनेर जुन तरिकाको सब्स्टिट्युसनहरू थोमस टुकलले ल्याए, डिफेन्सिभ सब्स्टिट्युसनहरू, त्यो चाहिँ अलिकति स्टुपिडिटी नै हो। इभन आफ्टर सिइङ दिस अल क्या, अब इजिप्टसँगको, केप भर्डेसँगको, स्विजरल्यान्डसँगको पर्फर्मेन्स जुन चाहिँ अर्जेन्टिनाको आफ्नो म्याचको लास्ट मोमेन्टतिर एकदमै रेजियस भएर खेल्छ, एकदमै एग्रेसिभ खेल्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि त्यो कुरा गर्नु चाहिँ अलिकति मिस्टेक नै हो। अब अर्जेन्टिनालाई बिट गर्ने धेरै कुराहरू छ, जस्तै अन द बल राम्रो भएर बल राखेर बल नदिएर, यो कुराहरू छ। तर थोमस टुकल चुज टु डिफेन्ड अगेन्स्ट दिस अर्जेन्टिना। अनि त्यसपछि जे भयो हामीले देख्यौँ आज। एन्जो फर्नान्डेसको जुन गोल आयो, ऊ अगाडिदेखि नै सर्टहरू ट्राई गरिरहेको थिए अनि गोल आयो। प्लस मेसीको त्यो जुन राइट फुटेड असिस्ट, बिट्विन त्यस्तो डिफेन्डर्स जो चाहिँ यति टल छन्, सायद अर्जेन्टिनाको कुनै प्लेयर पनि इङ्ल्यान्डको प्लेयरहरूभन्दा अग्ला थिएनन् होला, 1-2जना बाइक, जुन मार्टिनेज होइन, कोहीसँग मिल्दोजुल्दो हाइट थियो होला। र त्यति बिचबाट गोल स्कोर गरे एक्स्ट्रा टाइममा भनौँ एडिसनल टाइममा। एकदमै खतरा पर्फर्मेन्स भयो अर्जेन्टिना। र यो अर्जेन्टिना टिमको कुरा गर्दै गर्दाखेरि जुन अहिले हामीले देखिरहेको छौँ, यो नर्मल लाग्न सक्छ, तर आफ्टर डिकेड्स, कति वर्ष पछाडि यो पर्फर्मेन्स हामी सम्झेर कुरा गर्छौँ होला क्या। अर्जेन्टिना ब्याक टु ब्याक फाइनलमा पुगेको, लियो मेसीको यो पर्फर्मेन्स, यो कमब्याक अगेन एन्ड अगेन यो ती म्याचेसमा, र यो सबै कुराहरूलाई एकदमै धेरै मिस गर्छौँ होला। र यो अर्जेन्टिना टिम यहाँसम्म आइपुग्नुको अर्को मेजर रिजन जुन छ, त्यो चाहिँ एउटा फुटबल राम्रो खेलेर त त्यस्तो त्यसलाई धेरै प्रायोरिटी त्यो हो भन्न मिल्दैन। तर के कुराले गर्दा अर्जेन्टिना यहाँसम्म आइपुग्यो भन्दाखेरि एउटा कुरा भनेको टिम युनिटी। जसरी स्पेन पुगेको छ फ्रान्सलाई बिट गर्नमा जुन रोल थियो, जस्तै कि स्पेनले एज अ टिम फुटबल खेलेको थियो नि त, नट कुनै स्पेसिफिक प्लेयरमा त्यस्तो डिपेन्डेन्ट भएर होइन, जुन फ्रान्स थियो फेरि। त्यसले गर्दा हामीलाई के लागेको थियो, फ्रान्स चाहिँ यो पालिको वर्ल्ड कपको सबैभन्दा फेभरेट टिम भन्ने लागेको थियो। तर स्पेनले त्यसलाई रङ प्रुभ गर्यो। एज अ टिम फुटबल जहिले पनि टिम गेम हो भन्ने कुरालाई बिर्सिनु हुँदैन हामीले, चाहे त्यो उनीहरू एकअर्काको त्यो बोन्डिङले गर्दा होस्, चाहे उनीहरू ट्याक्टिकली मिलेर खेल्ने भएर होस्, सबै कुरालाई इन्क्लुड गर्न सकिन्छ। र अर्जेन्टिनाको टिममा पनि यो युनिटी जुन छ, जुन तरिकाले
टिममेट्सले मेसीलाई ट्रिट गर्छन् अनि अल यो कुराहरू चाहिँ एकदमै ठुलो इम्पोर्टेन्ट कुरा हो यो टिमको लागि। अनि यस्तो कुरा चाहिँ के लाग्छ भने मलाई यो जब ठुल्ठुलो टिमहरूमा जित्दै जान्छ त्यो युनिटी हुन्छ। जुन दिन त्यो टिमले हार्छ नराम्रो पर्फर्मेन्स हुन्छ र त्यतिखेरदेखि डिस्प्युट हुन सुरु हुन्छ टिममा। थ्याङ्क गड यो टुर्नामेन्टभरि त्यस्तो कुनै पनि मोमेन्ट आएन कि अर्जेन्टिनाले हारेर नराम्रो भएको। अब लियो मेसीको प्रोबाब्ली होइन 99% यो लास्ट वर्ल्ड कप होला होइन। सबैजना इन्जोय गरौँ। यो खाली प्लेयर फेरि आउन चाहिँ मलाई लाग्दैन कि अब म त एज अ मेसी फ्यान भरे पनि होला त्यो नलागेको, तर स्ट्याटिकली हेर्ने हो भने पनि के गरी हेर्ने त्यो यो मेसी जस्तो प्लेयर अरू 1-2जना प्लेयरलाई जोड्दाखेरि मात्रै यतिको प्लेयर बनिन्छ नि त, क्लोज आउने, कम्पिटिसन दिने। र यो प्लेयरलाई बिट गर्ने कस्तो प्लेयर होला। अब अहिले हामी लमिन यमालको कुरा गर्छौँ, लमिन यमालको ट्यालेन्टको कुरा गर्छौँ होइन, छ त्यस्तो पोटेन्सियल भएको प्लेयरहरू, तर यो लन्जिटिभिटी दिएर यति राम्रो पर्फर्मेन्स दिएर यति लामो वर्षहरूसम्म कुनै टिमलाई क्यारी गर्नु चाहिँ धेरै नै ठुलो कुरा हो। र यो कुरालाई सबैजनाले एज मेसी फ्यान नभए पनि कतिजनाले अप्रिसिएट गर्छन्, कतिजनाले गर्दैनन्, अझै ट्रोल गर्छन्, त्यो आफ्नो ठाउँमा छ। प्लस अबको फाइनल जो स्पेन भर्सेस अर्जेन्टिना, अब यहाँनिर एज अ बार्सा फ्यान जुन चाहिँ बार्सा फ्यान, अब जति पनि मेसी फ्यानहरू छन् उनीहरू सबै बार्सा फ्यान हो। जुन कोर उनीहरूको फ्यान जुन यहाँ हुन्छ त्यो चाहिँ बार्समाको लागि हुन्छ, जो चाहिँ अगाडिदेखि नै सपोर्ट गर्दै आएको। अब उनीहरूको लागि जस्तो यो वर्ल्ड कप जस्तो राम्रो कुरा केही छैन होला एज अ फुटबलिङ वाइज चाहिँ। तर बार्सा फ्यानहरूमा जुन त्यो च्याम्पियन्स लिग यत्रो लामो समयदेखि नजित्नुको एउटा वेट छ त्यो अर्कै भइहाल्यो टप फुटबलमा। तर त्यसपछि चाहिँ जुन ब्याक टु ब्याक मेसीले फाइनल खेल्नु आफ्टर लुजिङ त्यति धेरै फाइनल्सहरू, रिटायरमेन्ट लिइसकेर नेसनल टिमबाट अनि फेरि फाइनलहरू यति खेल्दै जित्नु, कोपा अमेरिका दुईवटा एउटा वर्ल्ड कप फाइनल र अर्को पनि फाइनल प्लस एउटा वर्ल्ड कप जिति नै सकेका छन्। अब अर्को फाइनल के हुन्छ लेट्स सी। र कुनै पनि मेसी फ्यान, कुनै पनि यो दुईवटा टिम स्पेन र अर्जेन्टिना जसले सपोर्ट गर्ने हामी जुन एसियन फ्यानहरू छौँ, यो नेसनल जब अर्जेन्टिनाको त आफ्नो भइहाल्यो, त्योदेखि बाहिरको फ्यानहरूलाई दुःख मर्नु चाहिँ हुँदैन होला जसले जिते पनि। मलाई पर्सनली चाहिँ जसले जिते पनि त्यस्तो दुःख मर्नु छैन। यहाँसम्म अर्जेन्टिना आयो त्यो नै धेरै ठुलो कुरा हो। जुन तरिकाको मेन्टालिटी देखाएको छ अर्जेन्टिनाले, स्पेनले, झन् अझै स्पेनमा त कति यङ प्लेयरहरू छन् होइन। अब त्यो यङ प्लेयर जब बार्सलाको त्यति धेरै प्लेयरहरू छन्, अब मेसीसँग त्यो क्लास हुँदा के होला त्यो म्याचमा, एकदमै एक्साइटेड छु म त्यो कुरा हेर्नको लागि। र इङ्ल्यान्ड भर्सेस फ्रान्सको जुन त्यो थर्ड प्लेसको लागि म्याच हुन्छ त्यसको लागि पनि एक्साइटेड छु। तपाईँहरूको थट्स के छ यो म्याचको बारेमा, यो वर्ल्ड कपको बारेमा, सबै कुराहरू इन्क्लुड गरेर एउटा कमेन्ट दिन नबिर्सिनु होला। यहाँसम्म भिडियो हेर्नु भने थ्याङ्क यू सो मच फर वाचिङ। केही कुराहरू इम्प्रुभ गर्नुपर्ने छ केही कुराहरू भने प्लिज लेट मी नो। अनि म इन्स्टाग्राममा चाहिँ रेगुलरली रिलहरू अलिक धेरै हाल्छु युट्युबमा भिडियो भन्दा, त्यहाँ पनि चेक गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ।